डाक्टर धवल शमशेर राणाले राज संस्था नै नचाहेको दुर्गा परसाईको आरोप। एउटै पार्टी गठनको तयारीमा रहेका दुई नेता डाक्टर धवल शमशेर राणा र दुर्गा परसाई बीच गम्भीर अन्तर्विरोध सिर्जना भएको छ। परसाईले आज विस्फोटक अभिव्यक्ति दिँदै धवल शमशेरले राज संस्था नै नचाहेको आरोप लगाएका छन्। राणाले हिजो एक टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा दरबार हत्याकाण्ड तत्कालीन युवराज दिपेन्द्रले गराएको बताएका थिए। यसमा परसाईले आपत्ति जनाएका छन्। दरबारलाई कमजोर बनाउने गतिविधि धवल शमशेर राणाबाट आएको र उनको अभिव्यक्ति सही नभएको र उनले दिएको अभिव्यक्ति प्रति माफी माग्नु पर्ने उनको भनाइ थियो। आफ्नो नयाँ बन्न लागेको पार्टीभित्र CIA अमेरिकी खुफिया एजेन्सी पसेको समेत उनको आरोप छ। हाम्रो सन्देश नामक युट्युब च्यानललाई दिएको अन्तर्वार्तामा परसाईले भनेका छन्, मेरो पार्टीको अध्यक्षले बोलेको कुरा सुनेर म ठाङ्गाबाट खसे जस्तो भएको छु। प्रचण्ड र बाबुरामले बोल्ने कुरा उनको मुखबाट सुन्नु परेको छ। मेरै पार्टीभित्र मैले बनाउन आँटेको पार्टीभित्र CIA फ्याक पसेको भन्ने मैले बुझेको छु। यस्तो चालाले राज संस्था कहिले पनि नफर्कि। तथ्यगत कुरालाई आज मोडेर दरबार कमजोर बनाउनलाई धवल शमशेर लाग्नु भएको छ। उहाँले कस्तो राज संस्था खोजेको हो उनको प्रश्न थियो। उनले अझ माथि उठेर प्रश्न गरेका छन्, म धवल दाइलाई प्रश्न गर्न चाहन्छु, दाइ तपाईले हाम्रो पार्टीको अध्यक्ष बन्दै गर्दा यो कस्तो खालको कुरा गर्नु भएको? रु तपाईँ अन्जानको कि अबुझ भएको? अबुझ हो भने राजनीति नै नगर्नुहोस्, घरमा आराम गरेर बस्नुहोस्, उनले भनेका छन्। राणाले राज संस्था चाहँदैनन् भन्ने शङ्का आफूलाई पहिले लागेको र अहिले त्यो पुष्टि भएको समेत उनको जिकिर थियो। परसाईले थपे, हामीलाई पहिले शङ्का लागेको थियो राणाले राज संस्था चाहँदैनन्। यो देशमा राज संस्था सिद्धाउनको लागि सबैभन्दा ठुलो हात राणाहरूको नै छ। जुद्ध शमशेर र चन्द्र शमशेरको वंशले हो र म आज बाध्यताले यो कुरा भन्दैछु, उनीहरूलाई 2007 सालमा आफ्नो वंश हटाएको प्रति पीडा छ। जति बेलासम्म नेपालमा राणाहरू हाबी हुन्छन् तबसम्म राज संस्था आउँदैन। परसाईले धवल शमशेर सहितको एकता भाँडिएको समेत स्पष्ट संकेत दिएका छन्। परसाईले भनेका छन्, आफूले पार्टी दर्ता गर्नु अगावै यो कुरा थाहा पाएकोमा म धेरै खुसी छु र अब पार्टी चाहिँ केही हप्ता अर्थात् महिना पछाडि नै दर्ता हुने भन्ने उनको टिप्पणी थियो। त्यो साउनको बेला छ, 28 गते मिड निर्माणको दिन हो। म त पार्टी दर्ता गरे पनि दुर्गा परसाई नै हो, नगरे पनि दुर्गा परसाई नै हो, तर देशले अहिले खोजेको एउटा फेयर मान्छे दुर्गा परसाई हो, उनले भनेका छन्। र परसाईले भनेका छन्, यात्रा गर्नु छ भने एक्लै हिँड्नुपर्छ भनेर भगवान श्रीकृष्णले समेत भनेका छन् भनेर उनले अर्थी समेत दिन भ्याएका छन्।